नमस्कार सम्पूर्णजनालाई। यति चाहिँ देखियो क्या साथी, गाउँमा अब चुनाव चलिरहेको छ होइन, चुनावको माहौल छ नि त। जताकतै घन्टी अनि एमाले तारा अनि रुख भन्ने छ होइन। अब ती रुखलाई भोट दिनलाई, ती चाहिँ एमालेलाई भोट दिनलाई, ती तारालाई भोट दिनलाई भने त्यत्रो नेपालमा चाहिँ त्यो जनसागरै उर्लेर चाहिँ अनि किन आगो लगाएको त कि त्यत्रो नेपालको संरचना किन जलाएको? हामी त्यसै पनि खाडीमा छौँ, उसै पनि खाडीमा छौँ होइन, अझै खाडीमै त आउने हो नि। अनि यो पनि देखियो साथी, जति पनि मैले टिकटक हेर्छु, जति पनि अब फेसबुकहरू हेर्छु होइन, जसका बुढाहरू कमाउन गएको छन् नि, कोही खाडी, कोही अरब, कोही कतै छन्, कोही कतै छन् होइन। तिनीहरूको बुढीको घरमा बसेर चाहिँ त्यो चाकामा हुन्छ नि बोसो पला हुँदैछ क्या, हो तिनीहरूले गरे आउँछन्। मै पनि एमाले, साई पनि एमाले भनेर बुढो उफ्रेका हुन्छन्। तिनीहरूको फेरि काङ्ग्रेसका हेर, तिनीका फेरि ऊ हेर, बाप्रे ए हो पातकी हो। तिम्रो बुढोले कसरी कमाएछ, के गरिरहेछ थाहा पाएछौ? तिमीलाई पो उडाउनु सजिलो छ त नेपालमा बसेर, मै पनि एमाले, सही पनि एमाले भनेर। अनि केही चेन्ज होला, केही परिवर्तन होला। अब हामी नभए पनि हाम्रो छोराछोरीले केही गर्लान् अनि देशमै बसेर भनेर पो एकचोटि नयाँलाई बदलौँ भनेको। हेरौँ न त, यत्रो वर्ष सबैलाई हेरियो, एकचोटि पनि नयाँलाई हेरौँ, नयाँलाई मत दिउँ, मत चेन्ज गरौँ। अहिले त सांसदको हुँदैछ त, ओडाको चुन्ने, ओडाको हो मान्छे हेर्ने भनेको हो। आफ्नो ओडामा उड्छ भनेपछि हो मान्छे हेरी, व्यक्ति हेरेर चुनाव दिने। एकचोटि त एकलौटी दिउँ न घन्टीलाई, बाँकी पार्टी त त्यस्तै हुने जति भए पनि। तर भोट चेन्ज गरौँ, हेरौँ, उनीहरूको काम पनि हेरौँ। गर्छु भनेका छन्, गर्छु भन्नेलाई अब यस्तो हो कि जो मान्छे जुन बाटोमा हिँडिरहेछ नि, त्यो मान्छेलाई त्यो बाटोमा हिँड्न दिनुपर्छ के हो। त्यो बाटो सही छ या गलत छ, त्यो बाटो हिँडेको कस्तो छ त त्यो भन्ने हामीले हो गर्ने मूल्याङ्कन। बुझ्नुभयो? अहिले घन्टी बजाउने हो, अगर घन्टी बजाएर पनि काम गरेनन् भनेपछि अर्कोचोटि तिनीहरूको टाउको बजाउने हो है साथी। त्यही कारणले चुरफुरी गर्न चाहिँ अलिकति छोडौँ। अनि सही पनि एमाले, मै पनि एमाले भन्ने चाहिँ छोडौँ। कति भिडियो हेर्छु मैले, हाम्रै गाउँमा पनि कार्यक्रम भयो होइन, पछाडि बसेका थिए ती सब तिनी काङ्ग्रेस हुन्, सब तिनी एमाले हुन्। माओवादी त हाम्रोमा अलिअलि अब कम छ, पत्ता साफ भनौँ त्यति छैन, छन् त अलिकति कमै छ। त्यस्ता छन् हेर्नुहोस्, त्यसरी चाहिँ उफ्रिएका छन्, दौडिएका छन्। लाज माना नगचडीहरू है।